ल गाइज हामी चाहिँ मालदिप्स घुम्नको लागि पुगिसकेको छौँ होइन। मेरो भाइ र म हामी चाहिँ 2 लाख रुपियाँ खर्च गरेर बोल्न दिन्छस्। हामी चाहिँ 2 लाख रुपियाँ खर्च गरेर मालदिप्स घुम्न आएको हो। स्वर्ग 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 जस्तो भन्थ्यो होइन, साँच्चीकै होइन स्वर्ग देखियो गाइज। यस्तो दामी ठाउँ मैले कहीँ पनि देखेको थिएन। उसले चाहिँ अनलाइनबाट सामान मगाएको थिएँ यहीँ होइन, टेमुबाट। भर्खर रिसिभ गरेको हामी दुईजना भाइले। अनि फेरि यो स्वर्ग हेर्नको लागि भनेर आएको। साँच्चीकै स्वर्ग रहेछ गाइज। तपाईँलाई म यसो पछाडिको भ्यू देखाउँछु, एकचोटि हेर्दा हुन्छ। हेर्नुहोस् त, स्वर्गभन्दा कम छैन है। साँच्चीकै स्वर्ग छ, साँच्चीकै स्वर्ग छ। एकदमै रमाइलो ठाउँ, एकदमै दामी ठाउँ है। सबैजनाले जिन्दगीमा एकचोटि मालदिप्स चाहिँ घुम्नुपर्छ होइन। यस्तो चित्त बुझ्दो ठाउँ अनि पैसा हालेको मलाल नलाग्ने ठाउँ। लाइफमा पहिलोचोटि देख्न सक्नुहुन्छ होइन। अनि जिन्दगीमा केही गरोस् नगरोस् एकचोटि मालदिप्स चाहिँ घुम्नुपर्छ है। कति लाख तिरेर आएको हामी 2 लाख तिरेर आएको दुईजना। 1 लाख मेरो, 1 लाख उसको। अनि दामी छ है, जे होस्। अनि यो हाम्रो बोट, यो बोट चाहिँ हाम्रो हो है। हामी यो बोटमा चाहिँ आएको। तपाईँलाई म यसरी देखाउँछु है। हो यहाँ अनि हाम्रो बाटोमा अलि गरिब मान्छेहरू पनि भेटिन्छन् होइन। अलि गरिब मान्छे हो, गरिब जे पाए त्यही बोलिरहेको हुन्छ होइन। यस्तो मान्छेहरूको कुरा सुन्नु हुँदैन, इग्नोर गरेर मजाले अगाडि बढ्नुपर्छ। वो चाहिँ हिरो, फेरि सेलिब्रिटी हीरो नहीं थी भाई। हाँ, एक बार हाई दे दो बस मेरे व्यूअर्स को। हेलो बड़ो भाई, मेरा बड़ो भाई। हाँ, बड़ो भाइ, छोटो भाइ। और ऊ पोज दिइरहेछ होइन। उसलाई चाहिँ अब हाम्रो बोट चाहिँ, जो बोटले चाहिँ हामीलाई यहाँ पुगाएको थियो, हामी चाहिँ आउने बेला चाहिँ हामी बोटमा आएको कि खासमा। आउने बेला हामी फ्लाइट तिरेर त्यो गरेर आएको होइन। हामी यो बोट चाहिँ बुक गरेर आएको थियौँ होइन। यो बोटको चाहिँ 2 लाख रुपियाँ लाग्यो। 1 लाख मैले तिरेँ, 1 लाख मेरो भाइले तिर्यो होइन। अनि हामी चाहिँ आज एकदम खुसी छु यो स्वर्ग जस्तो ठाउँ घुम्न पाउँदा आउँदा। अनि तपाईँको यो निलो समुद्र अनि हरियो समुद्र, सेतो बालुवा। सबभन्दा खासियत भनेको यहाँको त्यही नै छ, अरू केही नभए पनि यहाँको जो सेतो बालुवा, व्हाइट स्यान्ड भन्छ होइन। अनि त्यो समुद्र तपाईँले हेर्नुहुन्छ भनेपछि हरियो देखिन्छ। वाउ, आहा, त्यो हेर्ने लायक हुन्छ साथी। जहिले पनि आउनुहुन्छ एकचोटि तपाईँ यहाँको रिसोर्टहरूमा या कुनै लोकल आइल्यान्डहरू